प्रोजेक्ट यस सन्दर्भमा हामीलाई महत्त्वपूर्ण रहेको छ। यसले सुरुवात चाहिँ एएमआरसँग सम्बन्धित एक्टिभिटीमा कामहरू विभिन्न गर्यो। योमा किन मात्र भनेको चाहिँ यो तपाईँहरूमा मात्र नै सीमित नगरिकन यसलाई अझ व्यापक रूपमा चाहिँ एएमआर सँगसँगै यसले यो फुडबर्न एएमआर भयो, यो कसरी नेपालमा फुडबर्न एएमआर रिलेटेड स्ट्यान्डर्ड्सहरू निर्माण गर्ने र ती स्ट्यान्डर्ड्सहरूलाई कसरी इम्प्लिमेन्ट गर्ने त्यसमा खास गरी सहयोग गरेको छ। यसमा सर्भिलेन्स, हामीले इन्टिग्रेटेड सर्भिलेन्सको कामको सुरुवात गरेको छ। त्यसपछि क्यापेसिटी बिल्डिङसँग रिलेटेड कामहरू गरेको छ। यी सबै कुराहरूको लागि हामीसँग यो डाटाहरू थिएन। सो इभिडेन्स जेनेरेट गर्ने क्रममा पनि यो एक्ट प्रोजेक्टले सहयोग गरेको छ। विभिन्न डाटाहरू कलेक्सन गर्ने काममा सहयोग गरेको छ र यी चाहिन्छ। हाम्रो नेपाल सरकारको खाद्य वस्तुसँग, खाद्य स्वच्छतासँग सम्बन्धित नीति, स्ट्यान्डर्ड्सहरू, होइन, पोलिसी भयो, स्ट्यान्डर्डहरू, रेगुलेसन गर्ने कामहरू, सर्भिलेन्सका कुराहरू, यी कुराहरू गर्नको लागि हामीलाई डाटा चाहिन्छ। त्यो डाटा जेनेरेसन गर्ने कामहरू यो एक्ट प्रोजेक्ट आएपछि हामीले खास गरी एएमआरको सन्दर्भमा सुरुवात गरेका छौँ। नमस्ते। अर्को कुरो यो पब्लिक अवेरनेसमा काम गरेछौँ। जस्तो फार्मर्सहरूलाई अवेर गराउने काम, इन्टरप्रेन्योर्सहरूलाई अवेरनेस गराउने काम, एजुकेट गराउने काम, त्यसै गरी युथहरूलाई अवेरनेस गराउने काम, त्यो चाहिँ सुरुवात भएको छ भने त्यो पनि इम्प्याक्ट त्यतातिर पनि देखिरहेको छ, जसले भविष्यमा यो इम्प्रुभमेन्ट देखिन्छ।